हेलो फ्रेन्ड, वेलकम टु द मिस्टर नेपाल युट्युब च्यानल। आजको टपिक रहेको छ हाम्रो कम्प्युटरमा चाहिँ आफ्नो फोनको क्यामेरा कनेक्ट गरेर चाहिँ हामीले टक्क कम्प्युटरमा स्क्रिन कसरी सो गर्ने आफ्नो फोनको क्यामेराको। टक्कसँगले भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक गर्दै तल सेयर बटन होला, त्यसमा सेयर गरेर आफ्नो 15 जना साथीलाई सेयर गर्दै सब्स्क्राइब पनि गर्नु होला है त। आजको हाम्रो टपिक रहेको छ फोनको क्यामेरालाई टक्कसँगले हाम्रो पीसीमा लगेर कनेक्ट गरेर चाहिँ हामीले कसरी चाहिँ आफ्नो फोनको डिभाइस ट्याक्क पीसीमा लाने त्यो म सिकाउँछु। भिडियोलाई अन्तिमसम्म फुल वाच गरेर लाइक सेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। सर्वप्रथम यहाँनिर देख्न सक्नुहुन्छ हामीले पीसीको स्क्रिन तपाईलाई मैले देखाइसकेको छु। अब हामीले के गर्नुपर्छ, हामीले एउटा वेबसाइट डाउनलोड गर्नुपर्ने छ। त्यसको नाम पनि म भन्दै जान्छु साथीहरू, टक्कसँगले तपाईहरुले डाउनलोड गर्दै जाने ल। क्रोममा जान्छौँ साथीहरू। सर्वप्रथम हामी क्रोममा गइसकेपछि एउटा हामीले यहाँनिर एप सर्च गरेर त्यसलाई डाउनलोड गर्नुपर्ने छ ल क्रोमबाट। त्यसलाई डाउनलोड गर्नको लागि एकदम सजिलो छ साथीहरू। IRIUN आइरन वेबक्याम भन्ने वेबसाइटलाई हामीले यहाँनिर फर्स्टको वेबसाइटलाई डाउनलोड गर्नुपर्ने छ ल। यहाँ डाउनलोड गरिसकेपछि वेबक्याम फर विन्डोज, वेबक्याम फर म्याक भनेर यसरी देखाएको छ। हामीले यो वेबक्याम फर विन्डोजलाई क्लिक गरेपछि हाम्रो यो डाउनलोड हुनेछ है त। डाउनलोड भइसकेपछि कहाँ बस्नेछ, यहाँनिर आइसकेको छ। यहाँनिर छ, टक्क मैले यसलाई यहाँ राख्छु है त। अनि त्यहाँदेखि यसलाई हामीले अब ओपन गर्छौँ र यहीलाई पनि तपाईँले फेरि आफ्नो मोबाइलमा पनि डाउनलोड गर्नुपर्ने छ। यही आइरन वेबक्यामलाई तपाईँले फेरि पनि मोबाइलमा डाउनलोड गर्नुपर्ने छ है त ल। मोबाइलतिर जाउँ है त। अब सर्वप्रथम हामी यहाँ देख्न सक्छौँ मोबाइलको स्क्रिन रहेको छ साथीहरू। अब टक्कसँगले हामीले प्ले स्टोरमा जान्छौँ होइन। हामी प्ले स्टोरमा जान्छौँ टक्कसँगले साथीहरू। प्ले स्टोरमा गइसकेपछि चाहिँ अब टक्कसँगले यस्तो इन्टरफेस खुल्छ र हामीले यो सर्च बारमा के सर्च गर्नुपर्ने छ भन्दाखेरि त्यही एप्लिकेसन, अघि जुन एप्लिकेसन हामीले पीसीमा डाउनलोड गरेको थियो त्यही एप्लिकेसनलाई यो आइरन 4K वेबक्याम फर पीसी म्याक भनेको छ नि साथीहरू। यसलाई चाहिँ हामीले अब इन्स्टल गर्नेछौँ है त। इन्स्टल भइन्जेलसम्म तपाईँहरूले टक्क मेरो युट्युब च्यानललाई सब्स्क्राइब नगरेको भए सब्स्क्राइब गर्दै छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नु होला है त ल। 18:30 हुँदै गइसकेको छ साथीहरू। अब बिस्तारै बिस्तारै हाम्रो यो डाउनलोड हुनेछ है त ल। ट्याक्क 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 डाउनलोड भइसकेपछि साथीहरू अब तपाईँले के गर्ने त, यसलाई हामीले अब ओपन गर्ने है त। ओपन गरिसकेपछि साथीहरू तपाईँको वाइफाई चाहिँ पीसीमा र मोबाइलमा एउटै वाइफाई ट्याक्कसँगले कनेक्ट हुनुपर्छ है त यसको लागि चाहिँ। र ट्याक्कसँगले कनेक्ट भइसकेपछि साथीहरू यसरी ट्याक्क युजिङ अलो एप गर्ने होइन साथी। यति गरिसकेपछि साथीहरू टक्कसँगले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यसरी कम्प्युटर यहाँ छेउमा राखेको छ, कम्प्युटरको स्क्रिन र यतापट्टि मोबाइल छ। यसरी चाहिँ पुरै कनेक्ट हुन्छ क्या साथीहरू सबै। र आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो त? राम्रो लाग्यो भने च्यानललाई एक सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नु होला है त। टक्क यहाँनिर देख्न सक्नुहुन्छ कम्प्युटर स्क्रिन यतापट्टि छ, टक्कसँगले मोबाइल उतापट्टि छ। मोबाइल र कम्प्युटरमा टक्क कनेक्ट भयो क्या साथीहरू। यो एकदम सजिलो ट्रिक मैले बताएको थिएँ, एकखेप ट्राई गरेर हेर्नु होला है त साथीहरू सबैजनाले ल। थ्याङ्क्स फर वाचिङ माई भिडियो अल अफ यु। थ्याङ्क्स फर वाचिङ। क्लिक गर्न नबिर्सिनु होला है त।